नमस्ते साथीहरू, यो चाहिँ सेल्फ एडिसिभ मेम्ब्रेन हो। यो चाहिँ यस्तो रोलमा आउँछ। तपाईँहरूले यो देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको मैले यहाँ स्याम्पलको लागि लिएको छु। यो चाहिँ माथिपट्टि रबर हुन्छ जसबाट पानी छिर्दैन भने, यतापट्टि चाहिँ एउटा फिल्म हुन्छ जुन उक्कायो भने, यसरी सट्ट उक्कायो भने चाहिँ यो उक्किन्छ। अनि उक्किएको यो भाग छ नि, यो भाग चाहिँ तपाईँले राम्रोसँग निहालेर यसरी हेर्नु भने चाहिँ के देख्न सकिन्छ भन्दाखेरि चाहिँ यो भागमा चाहिँ तपाईँको फाइबर हुन्छ, जसले गर्दाखेरि चाहिँ अलिकति हिट पनि तपाईँको कम गर्छ क्या। जस्ताबाट आउने हिट हुन्छ नि, कम गर्छ। जुस जस्तो देख्नु भएको छ नि, यो गमभन्दा माथिपट्टि हो। यो जुस जस्तो देखेको चाहिँ तपाईँको भुत्ता जस्तो छ, यो चाहिँ फाइबर हो। यसले चाहिँ तपाईँको हिट कम गर्छ। अनि यो भयो तपाईँको गम, बुझ्नु नि, देख्नु गम, जुनलाई चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ यो जस्ता भयो, जस्ताको माथिपट्टि यसरी टाँच्न सक्छौँ, बुझ्नुभयो नि, यसरी चाहिँ टाँच्न सक्छौँ। अहिले चाहिँ मैले यो जबरजस्ती उक्काएको छु होइन। तपाईँले यो नटहरूको माथि यसरी टाँच्दा पनि भयो होइन, पानी छिर्ने नटहरू। जस्तै यहाँ चाहिँ के मिस्टेक गरेको छ भने, यो जस्तामा चाहिँ यस्तो डुडमा यो माथिपट्टि राख्नुपर्ने यो नट यो डुडमा राखेको छ कि, डुडबाट पानी छिरेको छ कि, बुझ्नुभयो नि। हो, त्यसै कारणले तपाईँहरूको पनि यस्तो छ मिस्टेकहरू या यस्तो जोइन्टबाटहरू पानी छिर्छ भने तपाईँले यो सेल्फ एडिसिभ मजाले टाँच्न सक्नुहुन्छ है। यो चाहिँ किफायती हुन्छ। यो चाहिँ सुपर सेल्फ एडिसिभ हो। यसको राम्रो काम चाहिँ तपाईँको पानी छिर्न नदिने, जस्तालाई धेरै तात्न पनि दिँदैन। हस् त, धन्यवाद।